हरेक मान्छे कहिलेकाहीँ सहरको भिडभाडबाट टाढा प्रकृतिको कागमा केही शान्त र सुन्दर पल खोज्छ। आज हामी पनि त्यस्तै सुन्दर शान्त पल खोज्नको लागि ललितपुरको गोदावरी पार्कमा आएका छौँ। यहाँ प्रवेश गर्नको लागि 50 रुपैयाँ टिकट काट्नुपर्छ अनि भित्र पस्ने बित्तिकै हरियो बगैँचा, चिसो हावा अनि फोटो खिच्ने मान्छेहरूको भिड पनि राम्रै भेटिन्छ। हेलो, यतिखेर हाम्रो टोली चाहिँ गोदावरीभित्र एकदम रमाइरहेको छ। यहाँको प्रकृतिसँग एकदमै इन्जोय गरिरहेको छ होइन। कस्तो फिल लागिरहेछ दाजुहरूलाई? एकदम रमाइलो। अनि हाम्रो उहाँ भिनाजु हुनुहुन्छ, भिनाजु हजुर स्वागत छ। सुपर सुपर, धन्यवाद। कस्तो छ हजुरले महसुस लागिरहेछ? रमाइलो। अनि यहाँ दिदी हजुरले कस्तो महसुस लागिरहेछ? एकदमै खुसी। अनि निलम कस्तो महसुस लागिरहेछ? बोल्नु छैन? स्पिचलेस। स्पिचलेस। सन्देश खोया खोया सन्देश दाइ, तपाईँ कता हराइराख्नु भएको छ? साँच्चै सहरको धुलो र हल्लाबाट टाढा यो ठाउँ हेर्न लायक छ। मन शान्त पार्ने, आत्मा ताजा बनाउने। ओहो, टिकट काट्नु पर्ने हो तपाईँ नि? होइन होइन, कहिलेकाहीँ यहाँ साथीहरू यहाँ देख्न सक्नुहुन्छ नियमहरू के सूचना टाँसिरहेको छ। कृपया उद्यानको नियमहरू पालना गरौँ। यस क्षेत्रमा खानपान, धुम्रपान, मद्यपान तथा खेलकुद गर्न मनाही गरिएको छ। ल, यो नियम चाहिँ हामी सबै सर्वसाधारणले बुझ्नुपर्ने नियम हो। पुतली फुल, यो पुतली फुल है, यो चाहिँ हाम्रो पुतली फुल हो है। पुतली फुल भन्ने पनि मैले आजै सुनेको साथीहरू होइन। एकदमै यहाँ हाम्रो यो गोदावरी गार्डनभित्र एकदमै राम्रो हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूले ल्याउनुभयो। एकदमै राम्रो एउटा जुन हामी कविताको थोरै पङ्क्ति छ होइन, एकदमै राम्रो छ। त्यो तपाईँले यहाँ सुनाउन गइरहेको छु है। नटिन्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ, नच्यार्नु फुल नानी हो, दया र धर्म भाग्दछ है। यो लाइन चाहिँ एकदमै मनपर्ने लाइन हो। हामी जुन हामी सानो क्लासमा पढ्दाखेरि एकदम पढेको लाइन हो। अनि यहाँभित्र विभिन्न फुलहरू छन् होइन। सबैले नटिदिनु होला, नचुड्नु होला, नच्यार्नु होला भन्ने एउटा हामीले अर्थ बुझ्छौँ एउटा। अनि कोपिलाहरूलाई त्यही हो। अनि अल राइट गाइज, हेरिसक्नुहुन्छ यहाँको माहौल त अलरेडी राम्रो छँदैछ। अलिकति लामो लाग्यो। साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ धुपीको रुख हो। एकदमै ब्युटिफुल छ होइन। आफैमा पनि यो होइन एकदमै सुन्दर छ यो धुपीको रुख। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँले एकदमै यो फुलहरू, ओहो यो फुलको नाम के रहेछ है यहाँ? गोदावरी। यो चाहिँ गोदावरी फुल हो साथीहरू, देख्न सक्नुहुन्छ कति दामीसँग फुलिरहेको छ। अनि यो फुलमा हेर्नु त साथीहरू मुरीले रस पनि लगिरहेको छ है। यहाँको स्पेसल होइन गोदावरी नामकरण किन भएको साथीहरू फुलले गर्दा। अनि यो फुल आफैमा सुन्दर छ। पछाडि चाहिँ होइन देख्न सक्नुहुन्छ एउटा यो घर जस्तो टाइपको होइन यो हाउस होइन। यो के हाउस भन्दा यो ओर्नामेन्टल प्लान्ट हाउस रहेछ होइन। अनि देख्न सक्नुहुन्छ अनि ओर्नामेन्टल प्लान्ट हाउस। ओहो, पुरै यो देख्न सक्नुहुन्छ यो प्लान्टको यो प्रजाति होइन। यो कति कस्तो कस्तो प्लान्टहरू छन्, के फुलहरू छन् होइन। यो गाइज होइन, यु क्यान सी, तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै एकदमै यो गोदावरीमा स्पेसल्ली एकदमै रमाइलो लाग्यो मलाई। यहाँ जुन एकदमै नेचुरल कुराहरू होइन, एकदम प्राकृतिक चिजसँग नजिकिने मौका पनि पाएँ मैले। अनि यो जुन देख्न सक्नुहुन्छ यो होइन यो प्लान्टहरू पक्कै पनि यो फुलहरू हुनुपर्छ होइन। यो फुलहरूको लागि यो
हेर्न सक्नुहुन्छ यो आफैमा सुन्दर छ यो चिजहरू दिदी यहाँ भित्र जानु न यस्तो दामी छ प्लान्ट दामी छ भित्र ornamental प्लान्ट हाउस हेर्नै पर्छ तपाईँहरूले प्लान्ट हाम्रो टोलीहरू यहाँ आइसक्यो ornamental हाउस भित्र छिर्नको लागि प्रवेश गर्नको लागि आउँछ ल यिनीहरू पनि प्रवेश गरिसके दिदी तपाईँले ornamental प्लान्ट हाउस एकदमै खुसी लाग्यो एकदमै राम्रो राम्रो छ ए दाइले कस्तो लाग्यो भित्र ornament नाम का भित्र नामै ornament है ornament प्लान्टहरुको गहना गहना जस्तै सजाएको छ गहना जस्तै सजाएको छ अरे हाम्रो दाइले भनिसक्नुभयो हजुरलाई कस्तो लाग्यो हाम्रो यो ornamental प्लान्ट हाउस अमस्ली बरे के भन्छ तलाई भुल्न नसक्ने थिए के अनफर्गेटेबल नामै ornament छ हैन गहना जस्तै सजिएको गहनाहरु हैन पूर्वाका गहना हेर्न आयो सारै रमाइलो है गहना जस्तै सजिएका छन् है प्लान्टहरु त्यो भन्दा नि बहुमूल्य साथीहरु हैन हामीले ornamental प्लान्ट हाउस हेरिसकेपछि त्यसको ठ्याक्कै लेफ्ट साइडमा हैन क्याक्टस प्लान्ट हाउस थियो हैन त्यो हेर्नलाई एकदमै एक्साइटेड थिए तर दुर्भाग्यवश त्यो चाहिँ हेर्न पाइएन हैन अनि किन भन्दाखेरि यहाँ चाहिँ तालचा लागेको छ हैन यहाँ देख्न सक्नुहुन्छ साथीहरु यो यही हो साथीहरु अनि क्याक्टस प्लान्ट हाउस यही हो साथीहरु देख्न सक्नुहुन्छ तर हेर्न पाइएन केही छैन साथीहरु हैन यहाँ चाहिँ तालचा लागेको छ अब जबरजस्ती हैन तालचा फोडेर भित्र जाने कुरो पनि भएन हैन त्यस्तो घुमेको सिभिक सेन्स पनि छैन हैन अनि त्यही हो अब हामी तल झर्दैछौँ हैन माथितिर चाहिँ यसो घुमिसक्यौँ यो माथितिरको टपमा हैन यो गोदावरीको टपमा चाहिँ हामीले राम्रोसँग घुम्यौँ अब हामी तलतिर झर्दैछौँ साथीहरु हामी चाहिँ बोन्साई हाउसभित्र छिर्न गइरहेको छौँ हैन यो बोन्साई भनेको कस्तो यो ठुल्ठुलो प्लान्टहरू के एकदमै ठुल्ठुलो प्रजातिको प्लान्टको यो चाहिँ एउटा सानो रूप रहेछ के यो ठुल्ठुलो यो बोर्डहरू हुन्छ नि जुन ट्री भित्र पर्छ नि त्यो रुखहरूभित्र यो ठुल्ठुलो रुखहरूको यो सानो स्वरूप हो होइन यो सानो प्लान्टहरू तर यो चाहिँ यसको प्रजाति चाहिँ एकदम ठुलो हुन्छ यो प्लान्टको होइन अनि यो थरीको प्लान्टहरू देख्न सक्नुहुन्छ अनि नाम पनि लेखिएको छ हेर क्षतिवन होइन मैले नसुनेको यार हो नसुनेको नदेखेको प्लान्टहरू पनि मैले यहाँ देखिएँ आज बटरफ्लाई बस भीमसेन पाती गरे यो प्लान्टको नाम हो यो चाहिँ देवदार देख्न सक्नुहुन्छ होइन यो चाहिँ देवदार हो एकदमै यो प्लान्ट पनि एकदमै प्राय मैले देखेको प्लान्ट हो यो पनि अनि यो चाहिँ देख्न सक्नुहुन्छ बनाना यहाँ चाहिँ अगाडि बनाना छ होइन बनाना प्लान्ट अनि बोन्साई प्लान्टभित्र मैले लगभग प्लान्टहरू चाहिँ अब्जर्भ गरेर हेरेँ एकदम राम्रो लाग्यो साथै त्यही हो यहाँ फुलहरू यो पार्ट पनि एकदमै राम्रो छ साथीहरू पछाडिको यो जुन छ नि फुलहरू छ होइन यो पुरै जोस् यस्तो राम्रो दृश्यहरू के हामी यहाँ देख्न सक्छौँ क्या अनि साथीहरू है यस्तो राम्रो दृश्यहरू देख्न सक्छौँ यहाँ साथीहरू यहाँ फोटो खिच्ने मान्छेहरूको यहाँ कमी छैन यहाँ जस ओभरअल होइन यो ठाउँ भन्नुपर्दा एकदमै टु बी अनेस्ट मलाई एकदमै मन पर्यो ठाउँ होइन एकदमै रमाइलो लाग्यो मलाई फेरि यस्तै ठाउँहरू मनपर्छ क्या त्यो आर्टिफिसियल चिजहरू भन्दा यस्तै यो प्लान्टहरू होइन यो प्लान्ट अनि यो खोला नाला होइन हिमाल नेचुरल चिजहरूप्रति एकदमै लगाव छ कि मलाई एकदमै
एकदमै मनपर्छ मलाई होइन यो फुलको फुलको सुगन्ध पनि होइन मैले लगिरहेको छु है जति यो तपाईँले यो भिडियोबाट हेरेर तपाईँले मजा लिनुभएको छ त्योभन्दा डबल मैले होइन मैले मजा लिइरहेको छु किनभने यसको स्पर्श नै फरक छ कि स्पर्श मैले लगिरहेको छु कि र त्यो भएर साथीहरू तपाईँ काठमाडौँ नजिकै वरिपरि बस्नुहुन्छ भनेपछि यो गोदावरी गार्डनमा चाहिँ आउनु होला घुम्नु होला होइन हजुरलाई जोस् हजुर बोर हुने छैन होइन यहाँ आएर जोस् रमाइलो लाग्नेछ हजुरलाई अब चाहिँ म हजुर मली फुल तिहारको बेला लाउँछन् नि तिहारको बेला लाउने फुल एकदमै होइन स्पेसल्ली यो मखमली फुल ए साथीहरू हामी चाहिँ होइन अब चाहिँ हाम्रो नास्ताको टाइम भएको छ अब चाहिँ हामी नास्ता खानेवालासम्म केही समयपछि होइन यहाँको गोदावरीको गार्डनमा हामीले लगभग सबै राम्रोसँग घुमिसक्यौँ र अब चाहिँ हामीले एकदमै के गर्ने होइन भोक लागिसकेको छ अब भोक लागेपछि अब नास्ता खानै पर्ने हुन्छ हामी चाहिँ नास्ता खानको लागि राम्रो एउटा स्पट खोजिरहेको छौँ होइन अनि यो चाहिँ मैले बोकेको जुन ब्याग छ नि साथी यो ब्यागमा चाहिँ छ है नास्ता अनि त्यहाँ उति ब्यागमा मै छ होइन यता चाहिँ भरपुर नास्ता छ नास्तामा के छ भन्ने कुरो होइन अहिले भिडियो हेरेर थाहा पाउनुहुनेछ तपाईँले चटपटे मसला हाम्रो नास्ता वाउ समाजमा आएर त्यो भन्न मिलिहाल्यो म त त्यो ममसँगै भन्छु हिनाजु यसलाई के भन्छ भन्नु त मलाई हो होइन मलाई त खतरा हो है तपाईँले भिलेन देखाइथेन भने त के भन्नु चाहनुहुन्छ उडुसहरू खाँदैछौँ हामीहरू साथीहरू हामीलाई सुरु मैले यति हल्ला छैन मैले चढाइरहेको छु कि उसलाई यो के अरे भूमिलाई चढाइरहेको छु कि भूमिलाई सुरुमा भूमिलाई चढाउनु पर्यो त है साथीहरू ल ल ल ल चियर्स 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 यो साथीहरू होइन हामीले चाहिँ हाम्रो नास्ता सास्ता खाएर भ्यायौँ है विनाजु पेट मिठो चटपटी बबाल विनाजुको हातमा पऱ्यो चाहिँ बुझ्नु मिठो भइहाल्छ तर हामीले एउटा कुरो चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि अब आफूले खाएको फोहोर आफूले व्यवस्थापन गर्न सक्यो भने होइन विनाजु राम्रो हुन्छ के सुरुवात आफूबाट गर्ने होइन विनाजु जस्तै यहाँ हाम्रो दाइले सम्हाल्नु भएको छ यो फोहोर हामीले खाएको फोहोर हामी आफैले नै व्यवस्था गर्न गरेको हो क्या सबै यत्तिकै अलिकति हुनु पर्यो होइन यत्तिकै सबैमा चेतना आउनु पर्यो रिलाइज हुनु पर्यो अनि ड्राइभर के भन्न चाहनुहुन्छ तपाईँले एकदम रमाइलो अविस्मरणीय भयो होइन तपाईँ आजको के रेकमेन्ड गर्न चाहनुहुन्छ आउनुहोस् तपाईँको काठमाडौँको एकदम धुलो धुवा हो हल्ला होइन कोलाहलदेखि टाढा शान्त सुन्दर ठाउँमा होइन
टाइम स्पेन्ड गर्न चाहनुहुन्छ भने आफ्नो आयु 1-2 दिन बढाउन चाहनुहुन्छ भने आउनुहोस् स्वच्छ हावा लिनुहोस् आनन्द लिनुहोस् जानुहोस् त्यही हो मेरो मिठो प्रतिक्रिया दिनुभयो अहिले होइन यता स्पेसली यहाँको फुलहरू है दाइ गोदावरी फुलहरू है विनोजु हजुरलाई यहाँको स्पेसली फुलहरू मन पर्यो होला होइन यहाँको हजार थरीका फुल मौरी पुतली दृश्यहरू धेरै रमाइलो धेरै राम्रो लाग्यो फुलको सुगन्धमा पनि है है सही होइन रमाइलो रमाइलो गीत हो अब त्यही हो अब तपाईँले लग्ने भनेको यहाँको सम्झनाहरू जे होइन यहाँको सम्झनाहरू यादहरू बटुलेर कक्षा होइन अमेरिकामा कुनै समयमा अब फुर्सद हुँदैन तपाईँले फुर्सद भएको समयमा सर स्मरण गर्दाखेरि कति आनन्द आउँछ है त्यो पल अब चाहिँ करिब कति बजे अहिले कति 3 बजे है 3 बजे अब हामी 1 घन्टा जति घुमेर फर्किन्छौँ अनि गाडीहरू पनि भेटाउनु पर्ने हुन्छ साथीहरू साथीहरू हामी आएको छौँ यता माछा रहेछ नि सन्देश हामीहरू एउटा साथीहरू होइन हामी चाहिँ यता गङ्गेडा खोजिरहेको छौँ तर बेलुका यस्तो गङ्गेडाको चट्टो लगाएर होइन त्यो सुकुटी खम्ला भन्ने आसमा छौँ तर गङ्गेडा यहाँ भेटिरहेको छैन भेटाउनु नपाइ गङ्गेडा तर यस्तो खतरा गङ्गेडा पाउँछ अरे होइन अनि त्यहाँ हप्ता दिन सक्नुहुन्छ यहाँ पुरा सब गङ्गेडा मार्ने टोली हो क्या साथीहरू पुरा गङ्गेडा खोजिरहेको छन् होइन गङ्गेडाको मासु खानको लागि भेटाएको छैनन् अब यहाँको अघिको मान्छेले चाहिँ यति धेरै गङ्गेडा भेटाएको थियो होइन साथीहरू होइन हामी चाहिँ गोदावरी पार्क घुमेर हामी चाहिँ अब गोदावरी कुण्ड भन्ने जाँदैछौँ होइन गोदावरी पार्क हामीले घुमिसक्यौँ अब चाहिँ हामी गोदावरी कुण्ड जाँदैछौँ हाम्रो टिमको साथ ऊर्जाका साथ हामी चाहिँ अघि बढिरहेको छ हाम्रो टिम यतिखेर हामी आइसकेका छौँ साथीहरू गोदावरी कुण्ड देख्न सक्नुहुन्छ दाइ यता आउनु न यता आउनु न यहाँ चाहिँ होइन क्यामेराले फोटोहरू लिन मिल्दो रहन्छ भित्र होइन यो बाहिरको एरिया मात्र यो क्यामेराले लिन मिल्छ अनि भित्र चाहिँ मिल्दो रहन्छ सो मैले भित्रको दृश्य चाहिँ तपाईँको माझ देखाउन सकिनँ अनि तर जे भयो भने आजको दिन निकै रमाइलो बित्यो दुईवटा ठाउँ हामीले आज घुम्यौँ होइन गोदावरी पार्क गोदावरी कुण्ड होइन नेचुरल सँगसँगै कल्चरल ठाउँ पनि हामीले घुम्यौँ होइन त्यस्तो महसुस लागिरहेको छ जाँदै अब त्यही भन्न चाहन्छु प्लिज सपोर्ट मी होइन सपोर्ट गरिदिनु होला माया देखाइदिनु होला यति भन्दै म भिडियोबाट बिदा हुन्छु सी यू इन द नेक्स्ट ब्लग बाई एभ्रीवान